चाहिँ तपाईको टाटाको टियागो एक्जेट प्लस 2017 मोडलको गाडी हो सर। अब हजुरले यसको मूल्य सोध्नुहुन्छ होला सायद हैन, म मूल्यको विषयमा भन्नु पर्दा चाहिँ यसलाई चाहिँ हामीले 15,50,000 रुपैयाँ मूल्य राखेका छौं। 15,50,000 मूल्य यसको राखेको र यसको फाइनान्सको सेवा सुविधा हुन्छ वा फाइनान्स मजाले हुन्छ सर, फाइनान्स हुन्छ। हजुरले डकुमेन्ट राम्रो स्ट्रङ दिन सक्नुभयो भनेदेखि हामीले चाहिँ 40-60 पनि गर्न सक्छौं। अब डकुमेन्ट चाहिँ अलिक कमजोर छ भनेदेखि हामीले 50-50 गराएर फाइनान्स जे भने फाइनान्स सुविधा हामी उपलब्ध गराउन सक्छौं। अब अलिकति अब जान चाहे अब सुजुकी ब्रान्ड भनेपछि नामै काट्छ। हजुर सर, यो सुजुकीको तपाईको सेलेरियो जेटएक्सआई ओ है, जेटएक्सआई ओ। यसको मूल्य भन्नुपर्दा चाहिँ हामीले 17,50,000 रुपैयाँ मूल्य राखेका छौं। अब यसमा हामीले नेगोसिएसन गरेर पनि दिन सक्नेछौँ। अब मार्केटमा एकदमै रुचाएको र रिसेलको त किङै भन्छ है। हजुर र कति मोडलको किङ ल्याउनु सर? यो किङ चाहिँ भन्नुपर्दा तपाईको i20 आस्था। i20 आस्था हजुर 2010 मोडलको। यसमा चाहिँ हामीले फिक्स प्राइस राखेका छौं 13,50,000। 13,50,000 मा 2010 मोडलको i20 आस्था आयो। हजुर हजुर। कहाँ आयो भन्दाखेरि भन्नुस्। अब कहाँ आयो भन्नु होला भने न्यू मनोकामना अटोमोबाइल्स सानेपा 2 ललितपुर। ल ओके सर, भर्खरै मात्रै हामीले होन्डाकै हेरेको थियौँ ब्रान्ड के असली मोडल आयो हिसाबले यो मोडल माथिको छ सर, 2019 मोडलको i20 एक्टिभ। i20 एक्टिभ यसमा त हो i20 एक्टिभ यसै यसमै हो। यसमै हो। ए ल त्यसो भए अनि के छ मोडल कतिमा भन्नुहुन्छ? 2019 मोडल। 2019 मोडलको कति राख्दिनुहुन्छ? यसको हामीले चाहिँ 31,50,000 कोड गरेका छौं। त्यसमा नेगोसिएसन गरेर दिन सकिनेछ। कस्टमरहरू आउनुभयो, डकुमेन्टहरू राम्रो स्ट्रङ बोकेर आउनुभयो भने सर म चाहिँ फाइनान्स गरेर लाने हो, मसँग यति धेरै पैसा छैन, मलाई फाइनान्स सुविधा दिनु पर्यो भन्दा हामी आनन्दले फाइनान्स सुविधा उपलब्ध गराउन सक्नेछौँ। साथसाथै उहाँले चलिराख्नु भएको जुनसुकै सवारी साधनमा पनि हजुर एक्सचेन्ज गर्न एक्सचेन्ज त भइहाल्छ। एकदम एकदम एकदम। सरी इको स्पोर्ट ट्रेन हो। ट्रेनमा ल्याउनु हजुर इको स्पोर्ट ट्रेनमा हो। यो 2017 मोडलको पेट्रोल भेरिएन्टमा। ए भन्नाले 2017 मोडलको पेट्रोल भेरिएन्ट भन्छ अप्सन चाहिँ के हुन्छ सर? अप्सन यसमा तपाईँको पावर स्टियरिङ, पावर विन्डो, सरी अप्सन चाहिँ तपाईँको चाहिँ पावर स्टियरिङ, पावर विन्डो चाहिँ तपाईँको म्युजिक सिस्टमदेखि लिएर चाहिँ सबै फिचरहरू यसमा पनि उपलब्ध छन् सर। भन्नाले चाहिँ सम्पूर्ण फिचर्स पूर्ण भएको गाडीको मूल्य चाहिँ कति राख्दिनु? मूल्य तपाईँलाई यसको मूल्य भन्दा त 20,50,000 रुपियाँ राखेको छ सर। 20,50,000 यसको मूल्य राख्नु भएको छ भने यसलाई यदि डाउन पेमेन्ट गर्न चाहेमा चाहिँ 10 लाखको हाराहारीमा मिल्यो मिल्यो। र साथसाथै सर अर्को पनि तपाईँले ल्याउनु भएको छ है? हजुर सेम मोडल त होइन सर? सेम मोडल होइन सर, यो चाहिँ अमेरिकन ब्रान्डकै इको स्पोर्ट टाइटेनियम 2018 मोडलको हो। टाइटेनियममा 2018 मोडलको ल्याउनु हो सबै है त? हजुर हजुर त्यसैले फिचर्स त सबै भन्छ है। हजुर। साथसाथै यसको मूल्यकै कुरा गर्नुपर्दा चाहिँ कति चाहिँ राख्नु छ? यसको मूल्य हामीले राख्दाखेरि चाहिँ सर 24,50,000 रुपियाँ मूल्य राखेका छौँ। टाइटेनियम भेरिएन्टमा भयो, पेट्रोल भेरिएन्टमा भयो, फेरि यो पेट्रोल भेरिएन्टमा भयो। अब यसमा फिचरहरू कुरा गर्नुपर्दा तपाईँको ओआरबीएम, पावर स्टियरिङ, पावर विन्डो लगायतका फिचरहरू यसमा पनि एभाइलेबल छन्। भन्नाले कस्टमरलाई चाहिने सम्पूर्ण हजुर। फिचरहरू पूर्ण गाडी त्यो पनि तपाईँको कम बजेटमा आयो। एकदम। र साथसाथै अब अलिकति यता जान चाहिरहेको छ र पटक पटक हामीले भिडियोमा पनि देखाएका छन् र साथै अब यो चाहिँ लगभग जानैकै लागि होला सर यो चाहिँ है? हजुर हजुर। टोयोटा ब्रान्ड नाम एक काफी छ भन्छ। टोयोटाको कति मोडल हुन्छ? टोयोटाको RAV4 2007 मोडलको। अब यसको मूल्य भन्नुपर्दा चाहिँ हामीले नो नेगोसिएसन, फिक्स प्राइसमा मात्र 15,50,000 रुपियाँमा हामीले यो बिक्रीमा राखेको छौँ। ल सर हजुरहरूलाई शुभकामना पनि भन्न चाहन्छु। अब लगभग यो भिडियोले कस्टमर आउँछ भने हजुर एकदम एकदम एकदम। हामी लगभग अब टोयोटा भनेपछि पहिला त फ्याटी जाने गाडी हो, अहिले अलिकति मोडल भएको कारणले गर्दा कम चाहिँ सोच्नु होला। तर अहिलेको नयाँ गाडी भन्दा पनि कम त हुँदैन है सर? नै सर, यसमा पनि हामीले इन्जिनहरू सबै बनाएका छौँ होइन। इन्जिनहरू बनाएर फिट एन्ड फाइन बनाएर राखेका छौँ। कस्टमरहरू आउन सक्नुहुन्छ, आएर टेस्ट ड्राइभ गरेर उहाँहरूलाई यदि इच्छा लाग्यो, मन लाग्यो भनेदेखि लिएर जान सक्नुहुन्छ। हिमाल पहाड तराई कोही छैन पराई, यसले जहाँ पनि कुदाउन सक्छ सर मजाले। र त्यसै अलिकति मैले उता देखिरहेको छु सर हाम्रो फेरि पनि टाटा ब्रान्डकै गाडी छ। म ती जाउँ सर, हजुरलाई भन्न सजिलो होला। हुन्छ सर सिधै गर्छ हजुर। यो टाटा ब्रान्डकै गाडी ल्याउनु भएको छ। हजुर हजुर। कलर पनि एकदम रमाइलो राम्रै कलर हुन्छ। यो पनि टाटा ब्रान्डको नेक्सन एक्जेट प्लस है 2018 मोडलको पेट्रोल भेरिएन्टमा।
2018 मोडलको यो चाहिँ पेट्रोल भेरिएन्टमा आयो। हजुर, यसको मूल्य मात्र हामीले 23,50,000 रुपियाँ राखेका छौँ। हजुर सर। अब यसको फिचरहरूको विषयमा सोध्नुहुन्छ भने यसमा पनि वारबियम, पावर स्टियरिङ, पावर विन्डो, ड्युअल एयर ब्याग लगायतका फिचरहरू यसमा पनि उपलब्ध छन्। साथै अन्तिममा कति भन्नुभयो सर प्राइस? 23,50,000 मात्र। आज चाहिँ हामीसँग चाहिँ छानी रोजी टाटा ब्रान्डको गाडी धेरै ल्याउनु भएको छ। कति मोडलको गाडी सर, यो चाहिँ तपाईँको टाटाको नेक्सन KRAZ नामाकरण गरेको गाडी हो है। यो पेट्रोल भेरिएन्टमा छ, 2018 मोडलको। 2018 मोडल गाडी सर। हजुर, अब यसको मूल्य चाहिँ सोध्नुहुन्छ भने मूल्य हामीले राखेका छौँ 22,25,000 कोड गरेका छौँ सर। 18 मोडलको गाडीको मूल्य मात्र 22,25,000। 22,25,000 हजुर, त्यसमा पनि फाइनेन्सको सेवा सुविधा छ। सबै सम्पूर्ण उपलब्ध हुन्छ सर। कस्टमरले हामीलाई डकुमेन्ट स्ट्रङ दिनु पर्यो। कस्टमरले भिडियो हेर्दै जर्मनी ब्रान्डको गाडी छैन सोचिरहेको होला है सर। जर्मनी गाडी चाहिँ ठ्याक्कै ल्याइदिनु भयो त? छ सर, यो तपाईँको पोलो कति मोडलको पोलो? 2013 मोडलको मात्र 15,25 रेट राखेका छौँ। जम्मा त्यतिमा दिनु सर? हजुर, अलिक महँगो भयो कि? महँगो होइन, त्यसमा नेगोसिएसन त गर्ने पाटो अलिकति राखेको हुन्छ, यति भए पनि त्यति भयो। कस्टमरको बोली त राख्नु पर्ला। त्यो बोली राख्नको निम्ति नै हामीले केही न केही अलिकति नेगोसिएसन गर्ने बाटो राखेका हुन्छौँ। सर अघि तपाईँले चाहिँ हजुरको लोकेसन पनि भन्नुभयो, कन्ट्याक्ट नम्बर पनि डिस्प्लेमा छ भनिसक्नुभयो है। हजुर, हजुरको यो महत्त्वपूर्ण समय हाम्रो अटो बजारलाई दिनुभयो। तपाईँको समयको लागि धेरै धेरै धन्यवाद। हजुरलाई पनि मैले धन्यवाद दिन चाहन्छु, किनभने हामी जस्तो व्यवसायीहरूलाई चाहिँ हजुरले म मात्रै नभएर विभिन्न ठाउँमा गएर आफ्नो सामाजिक सञ्जालभित्र हामीलाई बस्ने ठाउँ दिनुभएको छ, त्यसको लागि पनि मुरी धन्यवाद। जति पनि कस्टमरहरूलाई तपाईँले एउटा सामाजिक सञ्जालको माध्यमबाट कुन ठाउँमा के पाइन्छ, कुन ठाउँमा के पाइन्छ, कति पैसामा पाइन्छ भन्ने कुराहरू हेर्न देख्नको निम्ति पनि हजुरले सहयोग गरिरहनु भएको छ, त्यसको लागि हजुरलाई पनि विशेष धन्यवाद दिन चाहन्छु सर। सर फोर्ड पनि एउटा होइन, दुईटा होइन, तीनवटा नै भन्नु भएन सर? अझ पनि छन्, अहिले आइपुगेन यहाँ, अलिकति बाहिर छ, हजुर टेस्ट ड्राइभमा गएको छ। हामीसँग 4वटा गाडी छन्। ल यो चाहिँ कति मोडलको गाडी? यो 2014 मोडलको 2014 मोडलको कुन भेरिएन्टमा? इको स्पोर्ट टाइटेनियम डिजेल भेरिएन्टमा। डिजेल भेरिएन्टमा चाहिएको छ भने हजुरले चाहिँ यो मनकामना अटोमोबाइल्समा सम्पर्क गर्न सक्नुहुनेछ। 6वटा एयरब्याग उपलब्ध छन्। एउटा होइन, दुईटा होइन, सेफ्टीको लागि चाहिँ कतिवटा नै छ? 6वटा। 6वटा एयरब्याग भनेपछि त फल सेफ्टी हुन्छ। एकदम सबै गाडी पनि फिट एन्ड फाइन छ, एकदम राम्रो छ। 6वटा एयरब्याग भन्नुभयो, गाडीको मूल्य त महँगै होला यो त? महँगो त्यति महँगो छैन सर, त्यति महँगो छैन भनेपछि त कति होला सर? मात्र 18 लाख कोड गरेका छौँ सर। 6वटा एयरब्याग भएको गाडी पनि मात्र 18 लाखमा आउने भएपछि त के छ? त्यसमा पनि नेगोसिएसन गरेर दिन सक्छौँ। त्यसमा पनि नेगोसिएबल दिनु भन्नुभएको छ। सबैले अब अर्को गाडीमा छौँ सर हामी, होन्डा ब्रान्डको यो ग्रेनाइटेड म्याग्ना 2018 मोडलको। 2018 मोडल रहेछ यो? हजुर, 2018 मोडलको। यसको मूल्य भन्नुपर्दा चाहिँ हामीले 23,25,000 कोड गरेका छौँ, त्यसमा पनि केही नेगोसिएसन गर्न सक्नेछौँ। कस्टमरसँग भएका जुनसुकै ब्रान्डको गाडी मात्रै नभएर टु व्हिल्स ल्याएर पनि एक्सचेन्जको सेवा सुविधा सकिन्छ सर। 14, 15, 16 अघिदेखि हामीले चाहिँ मेनुअल गाडी देखाइरहेको थियौँ भने अब चाहिँ मैले ठ्याक्कै भन्नुपर्दा यो किया ब्रान्डको चाहिँ अटोमेटिक मेनुअल हो क्या सर? एकदम सर, एकदम। यो किया कम्पनीको किया सेल्टोस गाडी, यो पनि अटोमेटिक ट्रान्समिसनमा। हजुर। अब यसमा अप्सनको कुरा गर्नुहुन्छ भने सम्पूर्ण फिचरहरूले लोडेड छन्। यहाँ भनेपछि त नामै काफी छ, नामै काफी छ। मूल्य ठ्याक्कै भन्नुपर्दा कतिमा दिनुहुन्छ? यसको चाहिँ हामीले 41 लाख रुपियाँ कोड गरेका छौँ सर। ल 2020 मोडलको कियाको सेल्टोस अटोमेटिक ट्रान्समिसनमा। त्यस्तै गरी अब सुजुकी ब्रान्डको ल्याउनु भयो, ह्याचब्याकमा कि सेडानमा? यो सेडानमा सर, सेडानमा सुजुकी ब्रान्डको चाहिँ तपाईँको स्विफ्ट डिजायर। सेडानमा यदि लभर हुनुहुन्छ भने यो मनोकामना अटोमोबाइल्सले कति मोडलको ल्याइदिन्छ सर? 2017 मोडलको, त्यो पनि एक्जेट प्लसमा। ए हजुरले सुन्नु भएको थिएन होला सायद। छैन सर, मोबाइल अप्सन माने कुन भन्नुभयो सर? के अरे स्विफ्ट डिजायर एक्जेट प्लस ए भन्नाले टप अप्सनमा पर्छ। टप अप्सनमा। यो सेडान गाडीमा भयो, डिजायर भयो। टप अप्सनमा तपाईँको हेडलाइटहरूमा फरक छन्, फिचरहरू पनि फरक भइहाल्यो सर। टप मोडलमा टप लोड। मूल्य पनि अलिक फरकै होला? मूल्य पनि फरक छन् सर। कति सर? अब यसको चाहिँ हामीले मूल्य ट्याक्कै भन्नु पर्दाखेरि 23 लाख रुपियाँ, 23,25,000। 23,25,000
हो सर, छानी छानी रोजी रोजी अलिकति कम मूल्यको चाहिँ यदि सेडानमा नै चाहिएको छ भने सेडान पनि तपाईँहरूको रहेछ है यता पनि? सर यस्तो अघि हजुरले जुन खिच्नु भयो यो गाडी चाहिँ सेडानमा भयो, यो गाडी चाहिँ ह्याचब्याकमा छ। ए भनेपछि तपाईँको चाहिँ स्विफ्टमा पनि ह्याचब्याक र सेडान एउटै ठाउँमा पाइने भयो। एकदम एकदम सर। अब यो तपाईँको स्विफ्ट जेटेक्सै हो यो, कति मोडलको छ? 2013 मोडलको। मूल्य राख्नु पर्दा चाहिँ हामीले 18,50,000 राखेका छौँ सर। भन्नाले यो अलिकति टप अप्सन भएको कारणले मूल्य अलिकति महँगो हुन्छ। हजुर हजुर, गाडी राम्रो छ, चिटिको छ, अनि माल अनुसारको दाम भने जस्तै छ, त्यसमा पनि नेगोसिएसन गर्न सक्छौँ नि फेरि। हो सर। ल अब सर अलिकति हजुरलाई फेरि मैले चाहे है, अब चाहिँ यो चाहिँ फेरि पनि हामीले देखिरहेको छौँ, यो अटोमेटिकमा ल्याउनु भयो कि म्यानुअलमा ल्याउनु हो? किया ब्रान्ड यो नि किया ब्रान्डको गाडी नै आयो सर। अघि अटोमेटिकमा देखाएको थियो भने अहिले यो म्यानुअलमा छ। म्यानुअलमा छ 2021 मोडलको। 2021 मोडलको म्यानुअलमा चाहिँ कति मूल्यमा ल्याउनु छ? यो तपाईँको मात्र 40,50,000। मात्र 40,50,000 हजुर, त्यसमा पनि 50% त भएछ। भाइ फाइनेन्स हुन्छ यहाँ। अहिलेसम्म मैले भनेका मध्ये 2-4 गाडीको बाहेक अरू सम्पूर्ण गाडीहरू चाहिँ हामीले फाइनेन्सको सुविधा दिन सक्नेछौँ। यदि कस्टमर महानुभावहरूले चाहिँ हामीलाई डकुमेन्टहरू, राम्रो डकुमेन्टहरू हामीलाई पेश गरिदिनु भयो भने हामीले यहाँहरूलाई 50 देखि 60% सम्म फाइनेन्स सुविधा पनि उपलब्ध गराउनेछौँ सर। अलिकति सजिलो आउन सक्छौँ। कति मोडल र कुन भेरिएन्टमा आएछ? सर यो सुजुकीको ब्रेजा गाडी भिडिआई भयो, 2019 मोडलको गाडी छ। तपाईँको यो डिजेल भेरिएन्टमा छ, भिडिआई भन्ना साथ डिजेल भेरिएन्टमा भयो। यसको मूल्य भनेको चाहिँ हामीले मात्र राखेका छौँ 27 लाख रुपियाँ कोड गरेका छौँ। 27 लाख कोड गर्नु छ सर। हजुर। त्यस्तै गरी अब रोजी रोजी छानी छानी विभिन्न ब्रान्ड देख्दै फेरि पनि पालो रहेको छ कियाकै रहेछ सर। हजुर हजुर। र कियाको चाहिँ कति मोडलको ल्याउनु छ? यो कियाको मोडल यो पनि 2021 मोडलको छ। 2021 मोडलै भनेपछि फाइनेन्सको सुविधा होइन, ब्याङ्कको सुविधा नै हुन्छ यसमा? ब्याङ्कको सुविधा अहिले छैन होला सर 21मा। 21मा छैन, फाइनेन्सको सुविधा हुन्छ। ल सर कति भन्नुभयो सर मूल्य चाहिँ यसको? यसको हामीले 48 लाख राखेका छौँ, 48 लाख रुपियाँ। 48 लाखमा पनि नेगोसिएबल त भयो। हजुर, यो सनरुफ लगायतका सम्पूर्ण फिचरहरू यसमा उपलब्ध छन्। ए भन्नाले टप अप्सनमा सहितको भयो। सर रोजी रोजी छानी छानी फेरि पनि हामीले देखिरहेका छौँ सुजुकी ब्रान्ड है, त्यसमा पनि ब्रेजा आयो। ब्रेजाको कुरा गर्नुभयो। यो ब्रेजा भनेको चाहिँ जेडिआई ब्रेजा भयो, 2018 मोडलको। यसमा चाहिँ हामीले मूल्य कोड गरेका छौँ 28,25,000 रुपियाँ कोड गरेका छौँ। अब यसमा पनि केही नेगोसिएसन गर्न सकिन्छ, यति मात्रै। त्यस्तै गरी एउटा होइन, दुईटा होइन, तिनटा होइन, फेरि आयो, फेरि 4-4वटाको पानीमा आइसकेको छ। के आयो? यो कियाको सेल्टो सोनेट। कियाको सोनेट आयो। सोनेट हजुर। ल सर भनिदिनुहोस् त सोनेट कति मोडलको ल्याइदिनु भयो? यो फेरि यो पनि अटोमेटिक ट्रान्समिसनमा आयो सर। यो गाडी यो पनि अटोमेटिक, खुट्टालाई चाहिँ एकदम आनन्द, देब्रे खुट्टा चाहिँ पुरै आरामदायीमा बस्ने भयो। ल कति मोडलको? 2020 मोडलको। 2020 मोडलको क्रेटा तपाईँले सरी किया चाहिरहेछ भने हामी कहाँ सम्पर्क गर्नु पर्ने सरले भनिदिनुहोस् है। ल सुन्नुहोस्। न्यू मनोकामना अटोमोबाइल्स प्राइभेट लिमिटेड, सानेपा 2 ललितपुर। हजुर बल्खुबाट आउँदै हुनुहुन्छ भनेदेखि बल्खुको पुल कट्ना सानेपा चोक ट्राफिक बिटबाट बल्खुबाट आउँदा दाहिनेपट्टि साइडमा सर्भिस लाइनको बाटोमा, र सातो बाटोबाट आउनुहुन्छ भने देब्रेपट्टि साइडको सर्भिस लाइनको बाटोमा बल्खु नपुग्दैछ। यहाँहरू यदि हामीहरूसँग यहाँ फिल्ड भिजिट गर्न आउन चाहनुहुन्छ, गाडी टेस्ट ड्राइभ गर्न चाहनुहुन्छ भने यहाँ सम्पर्क गर्नुहोला। हजुरहरूलाई हामीले कन्ट्याक्ट नम्बर पनि राखिदिनेछौँ। कन्ट्याक्ट नम्बरमा कल गरेर लोकेसन यदि सम्झिन सक्नु भएन, भुल्नुभयो भने लोकेसनको लागि पनि कन्ट्याक्टमा डिस्प्लेमा रहेको नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यसको मूल्य चाहिँ जम्मा हामीले 35 लाख रुपियाँ राखेका छौँ सर। मात्र 35 लाख भन्नुभयो। र अर्को अब यहाँ सुजुकी देख्छु सर, यो सुजुकी ब्रान्डको अल्टो केटिएन भनेपछि कति सीसी हो? यो 1000 सीसी को हुन्छ सर। 1000 सीसी को चाहिँ अल्टो केटिएन चाहिएको छ भने छले भनिसक्नु हो र फ्याटै भनिदिनु छ, दिने रेट भन्नुहुन्छ। ल सर रेट भन्दा नि पहिला मोडल पनि त भन्नु पर्ला नि कस्टमरलाई। अनि मोडल अलि नभए दिने रेट भनिदिनु। दिने रेट भन्नु पर्दा तपाईलाई हामीले यसलाई चाहिँ हामीले फिक्स गरिदेऊ। फिक्स ल डन गरिदेऊ। 10,50,000 रुपियाँ दिए ल। 10,50,000 मा ल भन्नुस् अब कति मोडलको चाहिँ? 2014 को। मैले त्यही भएर सोधे के सर, मोडल भन्दा कम आइसक्यो गाडी। हो सर, नो बार्गेनिङ है फेरि। ल नो बार्गेनिङ। ल
ल तपाईँलाई 14 मोडलको गाडी सरले 10,50,000 मा फ्याटिदियो। ल फ्याटेर लिएर आउनुहोस्। यदि बाइक र स्कुटर छ भने एक्सचेन्ज मजाले लिएर आउनुहोस्, एक्सचेन्ज गरेर पठाइदिन्छु। ल सर, हजुरले चाहिँ हामीसँग भएका विभिन्न ब्रान्डको गाडीहरू देखाउनु भयो र तपाईँले चाहिँ भनिसक्नुभयो लोकेसन पनि र कन्ट्याक्ट नम्बर पनि डिस्प्लेमा छ भनेर है। र यो बाइक पनि कुनै पनि गाडी चाहेमा चाहिँ हजुरलाई सम्पर्क गर्नु चाहिँ मिल्यो होइन। हजुर, र यो बाइक अरू पनि गाडी छ सर? यो बाहेक अरू गाडीहरू पनि हामीसँग छन्। हजुरलाई चाहिएको खण्डमा सेलेरो अटोमेटिक गाडी पनि हामीसँग 2014 मोडलको गाडी रहेको छ। तपाईँको रेडीको गाडी छ, 2016 मोडलको गाडी छ,